हेलो एन्ड गुड मर्निङ सबैजनालाई। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। नेक्स्ट ब्लग आज चाहिँ हरिगोर्धन एकादशी। आज चाहिँ हामी फुपू दिदीकोमा जाँदैछौँ। अहिले म चाहिँ यता यो हरियाली मार्ग पोखरा 4 स्ट्रिट नम्बर 9 मा छु। अब चाहिँ बुढाबुढी गएर हामी जाँदैछौँ। ल साथीहरू, हामी चाहिँ यहाँबाट नयाँ बजार गयौँ। त्यसपछि दाई भाउजू म भएर बाइक त्यहीँ नयाँ बजारमा राखियो। त्यसपछि हाम्रो सबै परिवारहरू कालिका दिदीको घरतर्फ लाग्यौँ। हाम्रो आयुषहरू आयुषहरूले हाई भनिरहेछ। म चाहिँ भिडियो दाइले गाडी चलाइराख्नु भएको छ। हामी चाहिँ पछाडि छौँ। अहिले चाहिँ हामी यता चाउथे आइपुगेका छौँ। आज चाहिँ हामी चाउचे हुँदै विजयपुरबाट माथि मास्टन जाने बाटो जान्छौँ है साथीहरू। चिसो छ, मौसम अति नै चिसो छ। भिडियो हालेको गर्नुपर्छ कि युट्युबबाट पैसा कमाउनलाई चाहिँ भिडियो हालेको गऱ्यो भने बल्ल हुन्छ। दिनको एउटा भिडियो हाल्नुपर्छ कि अनि बल्ल हुन्छ। गर्नलाको छोड्नु फेरि एउटा भिडियो भाइरल भयो भने सबै बारीबारी भाइरल हुन्छ। हो अन्तर्राष्ट्रिय अहिले चाहिँ हामी यो दिदीको घर जाने चोकमा गाडी राखेर दाइ भाउजू म छोराहरू सबै भएर अगाडि बढ्दैछौँ। गाडी चाहिँ लोड भइसकेर चाहिँ यो फुलहरू लिएर लोड भइसकेको रहेछ। हामी चाहिँ आउनु थोरै ढिलो भएको कारणले गर्दा सायद निस्किने बेला पनि भयो होला। त्यही भएर हामी अलि हतारमा छौँ। अनि छोरो चाहिँ अगाडि भागेर गइसक्यो, दाइ पछाडि हुनुहुन्छ। म चाहिँ भिडियो बनाउँदै हिँडिरहेको छु। अगाडि चाहिँ भाउजू बुढी छन् है। पहिला सानोमा आउँदाखेरि यो तल हामी चाहिँ घाँस काट्न आउँथ्यौँ क्या बेला बेलामा। यो चाहिँ पुरानो बाटो हो, यो एउटा जाने आउने। अहिले चाहिँ मोटरले बाटो खनेर माथिल्लो बाटो हिँडिरहेको छौँ। यता तल चाहिँ हामी घाँस काट्न जान्थ्यौँ कि पहिला आउँदा सानोमा। ल यताबाट निस्किने बेला हुन लागेको छ। फेरि यता नियालो बाटो हालेर माथि चढाउने रहेछ सिस्टम। अब यत्रो सबैलाई थाकेर हाल्न त कति सकिन्छ नि है। ल यो चाहिँ हाम्रो फुपू दिदीको घर आइसकेका छौँ हामी। ल दिदी नमस्कार है। नमस्कार ल सबैलाई नमस्कार भिनाजु। नमस्कार दाइ। देवी पद्मनाभे हरि
शिवाय नमः शान्ताकारं भुजगशयनं पद्मनाभं साधारं सदृशं मेघवर्णं सुवर्णं लक्ष्मीकान्तं कमलनयनं योगिवेशनगमनं वन्दे शिवाय सर्वलोकैकनाथं नमः मनोहराणि सुरासुराणामैदलवाणि कल्पद्रुमादि ध्रुवजानितानि पुष्पाञ्जलिमेत सुखाय नित्यं नाना सुगन्धि पुष्पाणि ऋतुकालो भवानि च पुष्पाञ्जलि मया दत्तं गृहाणां परमेश्वर रत्नैकल्पितमासनं हिमजलै स्नानं च दिव्यम्बर नाना रत्नविभूषितचन्दनं सम्पकबिल्लपत्रयुतं कुशं च धूपं तथा दीपं देवतया विजय पशुपतेर्कल्पितं गृहतां सौवर्णेन रत्नखण्डरचिते पात्रे कृतं पायसं भक्षं पद्मयुतं पयोदधूतं रम्माफलं पानकं शाकानामयुतं जलं रुचिकरं कर्पूरखण्डोज्ज्वलं ताम्बूलं मनसा मया विरचितं भक्त्या प्रवेशीकुरु करतळकृतं काव्यं कर्मजन्म श्रवणजन्म मानसं पराधं गीतं वा सर्वमेतस्यमस्तु जय जय कयादेव श्रीवादेव शम्भो इमानि पुष्पाणि मनोहराणि सुरासुराणाम् अभिदुर्लभानि कल्पद्रुमादि ध्रुवजानितानि पुष्पाञ्जलिमेति सुखायितं मन्त्र पुष्पाञ्जलि नारायण भगवान को पितदेवरु को पितदेवरु को देवता को देवता को नाग देवता को भागेर देवता को कालिका भगवती को कोटका भैरव को विन्ध्यवासिनी भगवती को तालवाराई भगवती को मनोकामना भगवती को बद्रीनाथ को केदारनाथ को आदिदेवहरू को आदिदेवहरू को श्रोताहरू को दिक्पालहरू को आदि नवग्रहहरू वैदिक सनातनीय धर्मको कृष्ण गोविन्द हरे मुरारे बोलिए ऋषिकेश्वर भगवान को बोलिए मुरलीधर भगवान को वैदिक सनातनीय धर्म को अब कताडो जाने खोइ भजन गाउँ टोली है अरे ढिलो हिँड न
धेरै छिटो हिँड्नुभयो के तपाईँहरू कस्तो लागिरहेछ बुढी म त बरु मानको नगई ठिकै भयो भगवान्ले बोलाउनु रहेछ एकदम खुसी भयो उता नगए भ्याएपछि बाबुलाई भेट्न पानी हात्ती होला ढल्के भयो क्या तल यहाँ तोरण फुल चढाउने कार्यक्रम भइरहेछ
सुन्नु गाडी मलाई नि
र साथीहरु अहिले चाहिँ हामी गीता मन्दिरमा छौं यो गण्डकी हस्पिटल नजिकैको मन्दिरमा छौं अब हामी यहाँबाट चाहिँ रामघाट तर्फ लाग्छौं है भिडियो हेर्दै राख्नु होला कस्तो लागेको छ हेरेपछि प्रतिक्रिया नभुल्नु होला अहिले हाम्रो टोली रामघाट तर्फ लागिरहेको छ हामी रामघाट तर्फ लागिरहेको छौँ एकदम भिड छ मान्छेको उता पनि देख्न सक्नुहुन्छ मान्छेहरू अझै ये गाइस यस्तो रमाइलो भइरहेछ हजुरबा नमस्कार यता के पानी